पहिला माटोले पुर्दिउँ न यसरी। ल हामी चाहिँ अघि नै खाल्डो खनेर गएको, यो तयार गरेर गएको। यहाँनिर यही ढुङ्गामा खाल्डो खनेर आगेलाई अगाडि गाड्नुभन्दा अगाडि, ल्याउनुभन्दा अगाडि दुईजनाले लिन आएको। अब लास्टै सडिसकेको रहेछ यार, कसरी बोरा प्लास्टिकमा हाल्ने भन्ने कुराहरू। म त्यहाँनिरबाट झर्छु, अगाडि बस्छु है। गाइज हामीले चाहिँ यहाँ धेरै दिनपछि देख्यौँ केही फोहोरहरू। हाम्रो यो बस्ने घर नजिकै कुन चाहिँ अपराधी पापीले कुकुर मारेर फाल्दैछ खोलामा। यहाँ माथि छ कुकुर चाहिँ। पानी चाहिँ हामी यहीँको खाना पकाउँथ्यौँ, कुनै बेला पिउँथ्यौँ पनि, यहीँ नुहाउँथ्यौँ पनि काम सकेर। यो पापीहरूले चाहिँ यहाँ फालिदिएर मरेछ खोलामा। आज भर्खर देखियो, बिहान काममा गएर फर्केर आएर यसलाई व्यवस्था गरिदिनु लाग्यो। एकदमै धेरै गनाएको छ कि यो चाहिँ, एकदम सडिसकेको छ। अनि खानै खान नसक्ने अवस्था भइसकेपछि हामी आएको पख है। यहाँ त डुब्छ है, झऱ्यो भने त। ल ए यस्तो धेरै अंश परिसकेको छ यार। ओहो के भन्छ त हामी? अलि यता नजिकले जाउँ त। ओइ पास पास। सुपर उइडु। ओइ अलि हुत्याउ त। यु वेलकम। अलि उता हुत्याउन अगाडि भयो है, धेरै होइन है। यिनकै हो क्या यो कुकुर? यिनको त होइन होला। हुत्याउ त तर। ल हेर्नु अंश परिसकेछ यार, आज झन् धेरै अंश परेछ। अगाडि देखिएन क्या फेरि मासला। ल हेर्नुहोस् है, पाडलिङ गर न। ओइ पानी लिन हान न। अची बिस्तारी गर, बिस्तारी, पानी छिट्यो। एकछिन एकछिन भाइ। ओइ किरा सबै झरिहाल्यो नि। यो एकदमै धेरै फोहोर भएर छ। यी त्यही भएर यो बुढा यहाँ हेर्नु आउँदो रहेछ क्या जहिले। ए हो र? यस्तो डेन्जर गना छ। Yeah, who did this fuck job? No, I will give him massive fuck from my side. Oh my gosh. अलि चलायो। यो चाहिँ एकदम नराम्रो काम गरे यार गाइजहरूले है। ओइ 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 तिमीले प्याडल गरेर सबै मेरो जिउ भिजाइसक्यो क्या फोहोर पानीले। अलि यता यता लैजाऊ न। ओइ ओइ धेरै होइन। ओइ त्यो बुढाले नि पहिल्यैदेखि देखाएर रहेछ मासला। हामीलाई भनेको भए हामी पगाडि फाल्थ्यौँ नि त। साइकको घरिघरि हेर्नु त आइरहेको थियो कि यस्तो सर्नै पाउँथेन नि यार। यता ओइ 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 अलि यता यता ल्याउ न, यता अड्किन्छ। ओइ ओइ मऱ्यो मऱ्यो।
ल हामी अलि अगाडि जाउँ त अलि अगाडि आऊ यता यता जाउँ न यता यो आउँछ होला अब अड्क्यो होइन अहिले आउँला यतैतिर ल्याएर हाल्नु पर्ला कि क्या हो यहाँ तल झन् किरै किरा झर्छ केटा यता नजिक ल्याएर हालिदिउँ है यसलाई उता तान न उता म उतातिर गाइस देख्नु भयो नि ओ यसलाई माथि तान यो त लाग्छ यस्तो फोहोर गर्दैछ कि यस्तो फोहोर जिन्दगीमा योभन्दा नराम्रो काम केही हुन सक्दैन होला क्या त मान्छेको लागि यार कमसे कम कुकुर मारेपछि त गाडिदिनु नि यार त्यो खनेर यत्रो धेरै जमिन छ कि त भनेको भए त यार हामी अगाडि गर्थ्यौँ नि त ल अहिले हेर्नु त यहाँनिर पानी खाइरहेछ होइन दुई तिन दिन होइन हप्ता दिनदेखि है अलिअलि गराएको छ हामी त कछुवाहरू मरे कि केही भयो कि भन्दै बसेको आज त अति भएर खोज्न गएको खोज्दाखेरि यस्तो छ ल हेर्नुहोस् त यस्तो धेरै किरा परिसकेको छ त्यो मान्छेलाई भेटायो भने चाहिँ मसला यस्तो फटा काम गरेछ यस्तो फोहोर काम गरेछ ल हेर्नुहोस् कि अंश पुरै परिसकेछ क्या ल हेर्नुहोस् त्यो दाउरा लिएर आउँदै जाऊ ल अब यहाँबाट चाहिँ प्याकिङ गरेर चाहिँ खाल्टोमा डाइरेक्ट हालिदिने भनेको एकैचोटि डबल गरेको एकैचोटि नगर सेरे आए त हुन्थ्यो नि एकछिन यार सेरे पनि लास्टै गर्छ क्या थेट तलतिर फ्यात्तै जाँदैन टाउकोबाट हालिदिउँ न त आज भात खुवाइ हुँदैन ल बिस्तारै थाहा त अलि यतासम्म थाप्नुपर्छ पानी भरियो भाइ सरी यार पख बिस्तारै उछिटिन्छ मुखमा आउँछ यार ल यति यहाँ पनि समात
यता नसमात है अलि उता तान त है एकछिन है छोड्देऊ त भित्रबाट बाँध्नु त ओइ फोहोर झरिहाल्यो नि केटा यहाँ समात त फेरि एकचोटि राम्रोसँग उचालेर सबै प्लास्टिक समात त अलिकति साह्रो त नघिसार है नघिसार प्लास्टिक त सबै फुट्छ क्यार है है ल बिस्तारै नठोक्कै हिँड है फुट्छ यसरी व्यवस्थापन है गाई जिल्लो साथी हो यो चाहिँ एकदमै धेरै संसारमै पाप काम गरे यार त्यो मान्छेले जिन्दगीभरि कहिले माफ पाउँदैन साला यस्तो पानी खुवाएर यार साला ल हामी चाहिँ अघि नै खाल्टो खनेर गएको यो तयार गरेर गएको यहाँनिर ल कसरी हाल्ने सोचेर विचार गरेर हाल्दिउँ है सबै हाल्नु त्यतिकै यो बाँध्नुपर्छ होला नि त पहिला हावा फालेर बाँध्नुपर्छ होला हावा फाल्यो भने त बिहोसै होला जस्तो छ ल यो चुटिन्छ तलैसँग त न यो बिस्तारै फाल्ने है वात्तै फाल्यो नि फुट्छ 1 2 3 ल अब चाहिँ यो पुर्नुपर्छ यसलाई ल हेर्नुहोस् यो खोलेर पुर्ने माटो खोर्छौँ न त्यहाँ माटो छ के अनि अब यो प्लास्टिक सहित गाडिदिनु लाग्यो किनभने प्लास्टिक निकाल्यो भने चाहिँ अहिले फेरि यहाँबाट त्यहाँनिर जाँदाखेरि लास्टै गन्ध आउँछ क्या हावा चल्दा खाना खानै सक्दैन बरु पहिला माटोले पुर्दिउँ न यसरी
यति भइसक्यो हातको यस्तो ठेलै गयो है माटो नि यो सब उठाइयो पुरियो लु हामीले यसलाई दामी गऱ्यौँ कि नराम्रो गऱ्यौँ कि राम्रो गऱ्यौँ कि थाहा छैन तर हामीले गऱ्यौँ है हाम्रो लागि चाहिँ राम्रो अरूको लागि चाहिँ सिकियोस् यत्रो धेरै दुःख गरेर गरिरहेको छ मेहनत गरेर अब चाहिँ ठिक होला कि भन्ने कुरा हो हातमा ठेला गएकै थाहा भयो नि लास्टै पोलिरहेछ फत 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 पोलेको छ Yeah, guys, we did it. Yeah, Sabin and me. हामीले चाहिँ काम सम्पन्न गरिसक्यौँ अब चाहिँ यति धेरै ढुङ्गा माटोले पुरेर मुनि 2-3 फिट मुनि गाडेको छौँ अब चाहिँ यो ठिक होला कि भन्ने आश छ अब हामी जाँदैछौँ हाम्रो माल मिटर लिएर सबैजनाले माया गरिदिनु होला हाम्रो भिडियोलाई हामीले जति सक्दो सफा चाहिँ पानीलाई राख्नुपर्ने हुन्छ खोलालाई पानी भनेको नै हाम्रो शरीरभन्दा इम्पोर्टेन्ट चिज हो पानी बिना